चल्ली चल्ली गाइड्सहरू आज चाहिँ म क्लास 11 को छु। भर्खर चाहिँ एडमिसन गरेर चाहिँ पढ्न आइराख्नु भएको छ। उहाँहरूको लागि चाहिँ फिजिक्सको त्यो पनि मेकानिक्स पोर्सनको चाहिँ के इम्पोर्टेन्ट क्वेसनहरू लिएर आएको छु, जो चाहिँ इक्जामको लागि प्लस अहिलेबाट चाहिँ यिनलाई फोकस गर्ने हो भने चाहिँ लगभग फिजिक्समा 60 प्लस चाहिँ कहीँ पनि जान्न, त्यो चाहिँ ढुक्क होला। यिनी चाहिँ मोस्टली आस्क्ड क्वेसनहरू हुन् जो चाहिँ सोधेको छ पहिला पनि। सुरुमा चाहिँ हाम्रो छ फिजिकल क्वान्टिटी। फिजिकल क्वान्टिटीमा हेर्ने हो भने प्रिन्सिपल अफ होमोजेनिटी, यो चाहिँ मोस्टली सोधेको क्वेसन हो। धेरैचोटि सोध्छ र यो चाहिँ विशेष गरी त्यति बेलामा सोध्छ जति बेलामा चाहिँ फर्स्ट टर्ममा चाहिँ यो च्याप्टर पढाइबा हुन्छ र क्वेसन कहाँबाट हाल्ने भन्ने कुरा पनि त्यो टोटल्ली चाहिँ हाम्रो डिभाइड भइसक्या हुन्न। सिलेबस अनुसार डिभाइड नभएको कारणले गर्दाखेरि यहाँबाट पनि क्वेसनहरू पर्छन्, तर थर्ड फोर्थ च्याप्टरमा चाहिँ यहाँबाट कमै क्वेसनहरू सोध्छन्। र सुरुमा चाहिँ प्रिन्सिपल अफ होमोजेनिटी स्टेट गर्ने हुन्छ। स्टेट गर्नेमा 2-3 लाइनको छ, यो त्यो हेर्नु पर्यो। र एप्लिकेसन अफ डाइमेन्सन एनालाइसिस, डाइमेन्सन एनालाइसिसको एप्लिकेसन भनेर भनिरहेको छ। यहाँतिर चाहिँ 4वटा हुन्छन् होला सायद, 1 2 3 4 4वटा हुन्छन्। 4वटा मेथडबाट चाहिँ हामीले डाइमेन्सन पत्ता लगाउन पर्ने हुन्छ। तिनी 4वटा मेथड सर हेर्न पर्यो। र अर्को चाहिँ यो चाहिँ एमसिक्यूमा सोध्छ। एमसिक्यूमा 2वटा सेम डाइमेन्सन दिएको हुन्छ हामीलाई अप्सनमा, र सोध्छ क्वेसनले के भन्दाखेरि यी तलका मध्ये कुनको चाहिँ सेम डाइमेन्सन छ भनेर चाहिँ क्वेसन सोध्छ। यहाँबाट चाहिँ यति 3टा क्वेसनहरू आउने हाम्रो फिजिकल क्वान्टिटिजबाट। र भेक्टरमा हामी आउने बित्तिकै यहाँमा मेनमा हाम्रो डेरिभेसन छ। डेरिभेसन केसको छ त भन्दाखेरि ट्रायंगल एन्ड प्यारालेलोग्राम ल, ट्रायंगल अथवा प्यारालेलोग्राम लको चाहिँ यहाँनिर चाहिँ हामीलाई डेरिभेसन सोध्छ। यो चाहिँ स्योर क्वेसन हो, 100% स्योर। यहाँबाट यिन दुईटाबाट एउटा चाहिँ स्योर आउँछ। त्यही भएर यसलाई चाहिँ सरले पढाउँदाखेरि मेनली के गर्नु पर्यो, फोकस गर्नु पर्यो ट्रायंगल एन्ड प्यारालेलोग्राम ल। यसमा चाहिँ म्याग्निट्युड मात्रै निकालेर हुन्न, म्याग्निट्युड मात्रै निकालेर हुन्न, हामीलाई डाइरेक्सन पनि निकाल्नु पर्यो। डाइरेक्सन पनि निकाल्नु पर्यो, यसको म्याग्निट्युड पनि निकाल्नु पर्यो। र यो कसरी निकाल्ने भन्ने कुरा चाहिँ सरले मजाले सिकाउनुहुन्छ क्लासमा, त्यो चाहिँ ध्यान दिएर पढ्न पर्यो। र अर्को छ क्रस प्रोडक्ट र डट प्रोडक्ट। यो चाहिँ केसमा हेल्प गर्छ त भन्दाखेरि न्युमेरिकलमा हेल्प गर्छ। यहाँबाट यिन दुईटाको डेरिभेसन चाहिँ सोध्दैन, तर यिनी दुईटाको चाहिँ न्युमेरिकल चाहिँ हामीलाई न्युमेरिकलमा चाहिँ लगाउनै पर्छ। र भेक्टरबाट चाहिँ न्युमेरिकल 100% हो। थर्ड च्याप्टर छ हाम्रो काइनेम्याटिक्स। काइनेम्याटिक्स सुरु गर्नभन्दा पहिला चाहिँ यहाँ हामीले 9 र 10th का केही टपिकहरू चाहिँ थाहा पाउन पर्छ। 9 र 10th का, ओके। जस्तै डिस्टेन्स भने के हो, डिस्प्लेसमेन्ट भने के हो, एभरेज भेलोसिटी भने के हो, स्पिड भेलोसिटी भनेको के हो, डिस्टेन्स भनेको डिस्टेन्स हो। यो पोइन्टदेखि यो पोइन्टसम्म यहाँ कुनै पनि जुन पाथबाट पनि कुनै पनि व्यक्ति एक पोइन्टदेखि अर्को पोइन्टसम्म पुग्छ भने द्याट्स कल्ड डिस्टेन्स। र दुईटा पोइन्ट बिचको सर्टेस्ट दूरीलाई चाहिँ हामीले डिस्प्लेसमेन्ट भन्छौँ भनेर चाहिँ यो चाहिँ थाहा पाउनु पर्यो। नेपालीमा बुझे पनि जसरी भए नि आफूले बुझ्नु पर्यो। बस 9 र 10th को टपिक चाहिँ यति हो हामीले यहाँ बुझ्नुपर्ने। र 11मा आइसकेपछि हामीले बुझ्नुपर्ने कुरा हुन्छ इन्स्टेन्टेनियस भेलोसिटी, स्पिड, डिस्प्लेसमेन्ट भेलोसिटी को ग्राफ, डिस्प्लेसमेन्ट अथवा टाइम, डिस्प्लेसमेन्ट टाइम ग्राफ अथवा भेलोसिटी टाइम ग्राफ चाहिँ हामीले ग्राफ चिन्नुपर्छ। त्यसपछि प्रोजेक्टाइल फायर्ड होरिजोन्टली फ्रम द हाइट। अब यसमा चाहिँ 2वटा प्रोजेक्टाइल हुन्छन्। सरले हामीले पढाउने बेलामा 2वटा प्रोजेक्टाइल पढाउनुहुन्छ, कता हो के हो भन्ने अलमल हुनसक्छ। त्यति बेलामा चाहिँ प्रोजेक्टाइल, एउटा प्रोजेक्टाइल यो टावरको माथिबाट तलतिर खस्छ। यसबाट हामीलाई सोध्ने भनेको डेरिभेसन सोध्छ। र डेरिभेसन भन्छु न्युमेरिकल चाहिँ यसबाट चाहिँ न्युमेरिकल आउँछ, डेरिभेसन चाहिँ सोध्दैन। र अर्को प्रोजेक्टाइल डेरिभेसनवाला यहाँ छ, जो प्रोजेक्टाइल चाहिँ कुनै पनि व्यक्तिले यहीँ ग्राउन्डबाट फालेर चाहिँ ग्राउन्डमै अब्जेक्ट झर्छ भनेपछि, यहाँ ग्राउन्डबाट फालेर चाहिँ ग्राउन्डमै अब्जेक्ट झर्छ भनेपछि यसको म्याक्सिमम हाइट निकाल्न पर्यो। एच म्याक्स, टाइम टु रिच एच म्याक्स, म्याक्सिमम हाइट पुग्नलाई कति टाइम लाग्छ त त्यो निकाल्नु पर्यो। टाइम अफ फ्लाइट, कति बेरसम्म त यो ढुङ्गा जो अब्जेक्ट छ प्रोजेक्टेड गरेको अब्जेक्ट त्यो चाहिँ कति बेलासम्म हावामा हुन्छ त भन्ने कुरा चाहिँ हामीलाई निकाल्न पर्छ। यो न्युमेरिकलको लागि पनि इम्पोर्टेन्ट छ। माथिको चाहिँ मेनली न्युमेरिकल सोध्छ, यहाँबाट डेरिभेसन आउँदैन। त्यही भएर 2टा प्रोजेक्टाइल हुन्छन्, एउटा टावरको माथिबाट खसाल्छ, अर्को यहीँ भुइँबाट खसालेर चाहिँ भुइँमै ल्याउँछ भनेपछि
त्यो जुन भुइँबाट माथि फालेर भुइँमै आउँछ हो त्योवाला चाहिँ प्रोजेक्टाइल चाहिँ इम्पोर्टेन्ट छ, त्यसको डेरिभेसन चाहिँ हामीलाई सोध्छ भनेर चाहिँ यहाँ बुझ्नु पर्यो। त्यसपछि अब यसबाट यति हो आउने, धेरै क्वेसन सोध्दैन र हामी चाहिँ अब जान्छौँ केसमा डाइनामिक्समा। डाइनामिक्समा गइसकेपछि यसमा चाहिँ स्टेट फर्स्ट सेकेन्ड एन्ड थर्ड ल न्युटनको फर्स्ट ल सेकेन्ड ल र थर्ड ल यो हामीले पढिसक्यौँ अघिल्लो 9, 10, 8बाट पढ्दै आयो। सो यो गाह्रो हुने कुरा भएन र यसलाई चाहिँ नेपालीमा बुझे हुन्छ बस। त्यसपछि अर्को यहाँ सिक्नुपर्ने कुरा चाहिँ यहाँ के छ भन्दाखेरि मेन फर्स्ट र थर्ड ल चाहिँ हामीले सेकेन्ड लबाट कसरी ड्राइभ गर्ने त भन्ने कुरा चाहिँ सिक्नुपर्छ। यो चाहिँ इम्पोर्टेन्ट छ, पछि पनि सोध्छ। सेकेन्ड लबाट चाहिँ थर्ड ल पनि कसरी निकाल्ने, फर्स्ट ल पनि कसरी निकाल्ने भन्ने कुरा चाहिँ हामीलाई सोध्छ। त्यसपछि इम्पल्स भनेको के हो त्यो जान्न पर्यो र यसको एप्लिकेसन भनेर जान्न पर्यो। इम्पल्स भनेको के हो, एप्लिकेसन भनेको के हो। त्यस पछाडि मास पुल्ली सिस्टम छ हैन, मास पुल्ली सिस्टम छ। यसमा चाहिँ 3 प्रकारका हुन्छन्, 3 टाइप हुन्छन्। तिनी 3 टाइपको थाहा पाउनु पर्यो र यहाँबाट चाहिँ मेनली के सोध्छ त भन्दाखेरि चाहिँ एक्सरिलेसन, एसरिलेसन र टेन्सन दुईवटा कुरा मोस्टली सोध्छ। यिनी दुईवटा चाहिँ एउटाको अब्सेन्टमा अर्को कसरी निकाल्ने त 3 टाइपमा चाहिँ एउटा टाइपको एउटा सूत्र हुन्छ, अर्को टाइपको अर्को टाइपको अर्को। यिनी तिनटैमा कस्तो बेलामा कस्तो फर्मुला लाग्छ त यिनी दुईवटा निकाल्नको लागि बास त्यो चाहिँ हामीले यहाँबाट हेर्नुपर्छ। र अर्को छ लिफ्टको केस आउँछ। अब यहाँ लिफ्टको केस आइसकेपछि लिफ्टमा 6वटा केस हुन्छन्। यिनी 6वटा केसमा कुनै बेला युनिफर्म भेलोसिटी 0 हुन्छ अथवा कुनै बेला लिफ्ट चाहिँ रेस्टमा हुन्छ हो। तिनी केसहरू चाहिँ थाहा पाउनु पर्यो। 6वटा केस हुन्छन्। यहाँबाट पनि न्युमेरिकल सोध्छ। यसमा न्युमेरिकल सोध्ने भनेको यिनै दुईवटा कुराबाट हो। त्यसपछि यहाँ अब मेनली डेरिभेसन छ। डेरिभेसन आयो केसको प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टमको डेरिभेसन सोध्यो। कन्जर्भेसन अफ प्रिन्सिपल अफ लिनियर मोमेन्टम बास प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टमको सोध्यो र यसको साथसाथै यसको एप्लिकेसन पनि सोध्यो। हामीलाई 2वटा एप्लिकेसन लेख्ने भनेर चाहिँ आउनसक्छ। यो चाहिँ ध्यान दिनु पर्यो मेन। त्यसपछि हामीलाई टर्क भनेको के हो डिफाइन, टर्क सोध्नु पर्यो र नेपालीमा बुझ्ने जसरी पनि नेपालीमा बुझ्न पर्यो। त्यसपछि सेन्टर अफ ग्राभिटी भनेको के हो, सेन्टर अफ ग्राभिटी सिजीबाट चाहिँ हामीलाई गिभ रिजन सोध्या हुन्छ प्राय हैन। यसमा चाहिँ गिभ रिजन सोध्छ, नेपालीमा गिभ रिजन बुझ्ने। त्यसपछि के को कारणले गर्दाखेरि सिजीको कारणले गर्दाखेरि भनेर चाहिँ त्यहाँनिरबाट गिभ रिजन लेख्नुपर्छ। त्यसपछि फ्रिक्सन बारेमा जान्न पर्यो हामीलाई, फ्रिक्सन र टाइप अफ फ्रिक्सन, फ्रिक्सनका प्रकारहरू र ल अफ फ्रिक्सन, फ्रिक्सनका नियमहरू बास यिनी 3टा कुरा थाहा पाउनु पर्यो। त्यस पछाडि यहाँ दिन डेरिभेसन छ अर्को एङ्गल अफ फ्रिक्सन। एङ्गल अफ फ्रिक्सन भनेपछि हामीलाई प्रुभ गर्न आउँछ tan थीटा इज इक्वल टु समथिङ केही प्रुभ गरिन्छ यहाँ, त्यो प्रुभ गर्न चाहिँ आउँछ। र अर्को चाहिँ tan phi इज इक्वल टु भनेर समथिङ केही प्रुभ गरिन्छ। यो दुईवटा प्रुभ गर्ने एङ्गल अफ रिपोज र एङ्गल अफ फ्रिक्सन। यिनी दुईवटा कुरामा चाहिँ एउटा चाहिँ स्योर क्वेसन हो। यिनी दुईवटाबाट एउटा चाहिँ स्योर आउँछ। ल अर्को छ एडभान्टेज एन्ड डिसएडभान्टेज अफ फ्रिक्सन। कहिलेकाहीँ हामीलाई 1-2 मार्क्समा सोधिन सक्छ। त्यही भएर यसको पोइन्ट पनि फ्रिक्सनका एडभान्टेज र डिसएडभान्टेज दुईटै कुरा चाहिँ हामीले चाहिँ यहाँबाट जान्न पर्यो। ओके, 5औं पार्टमा छ। अब 5th नम्बरको लेसनमा हामी जानियो भने यहाँ छ वर्क इनर्जी एन्ड पावर छ। यसमा चाहिँ वर्क इनर्जी बाई द भेरिएबल फोर्स, यो फिगर विथ है फिगर ग्राफ जस्तो हुन्छ हो, त्यो फिगर सहित भेरिएबल फोर्समा चाहिँ वर्क डन कसरी हुन्छ त बास त्यो कुरा चाहिँ हामीले यहाँबाट जान्न पर्यो। यो कहिलेकाहीँ सोधिन सक्छ 2 मार्क्सको लागि अथवा 3 मार्क्समा पनि आएको हुन्छ होला सायद यो क्वेसन। त्यसपछि हामी जान्छौँ डेरिभेसनमा। डेरिभेसन जाने बित्तिकै हामीलाई यहाँ वर्क इनर्जी थ्योरम यो ड्राइभ गर भनेर सोधिदिन्छ। इम्पोर्टेन्ट आइएमपी इम्पोर्टेन्ट हो, यो स्योर क्वेसन हो। यो पनि डेरिभेसन हामीले यसको जान्नु पर्यो। त्यसपछि इम्पोर्टेन्ट क्वेसन छ, यो पनि डेरिभेसन हो, प्रिन्सिपल अफ कन्जर्भेसन अफ मेकानिकल इनर्जी। यो जतिचोटि इक्जाम हुन्छ त्यतिचोटि इक्जाममा चाहिँ यो स्योर क्वेसन हो। आउटै क्वेसन भन्यो भने हुन्छ ल है, यो चाहिँ आउट क्वेसन हो। प्रिन्सिपल कन्जर्भेसन अफ मेकानिकल इनर्जी, कुनै पनि वस्तु यहाँबाट खस्छ, यहाँबाट खस्ने बेला यसको पोटेन्सियल इनर्जी, यहाँ आइसकेपछि यसको पोटेन्सियल इनर्जी र भुइँमा आइसकेपछिको यसको पोटेन्सियल इनर्जी के हुन्छ, जति बेलामा पनि पोटेन्सियल इनर्जी बराबर हुन्छ 0 हुन्छ भनेर चाहिँ हामीले प्रुभ गर्नुपर्छ। यसमा इट इज अ मोस्ट इम्पोर्टेन्ट क्वेसन है, यो चाहिँ कहिले पनि मिस हुन्न। त्यही भएर प्रिन्सिपल अफ कन्जर्भेसन अफ मेकानिकल इनर्जी इम्पोर्टेन्ट क्वेसन। र अर्को छ कन्जर्भेटिभ र नन कन्जर्भेटिभ फोर्सको डिफ्रेन्सिएसन, यो पनि सोध्या हुन्छ हामीलाई 2 मार्क्समा आउँछ। यो
कन्जर्भेटिभ र नन कन्जर्भेटिभ फोर्सको डिफ्रेन्स बिट्विन भनेर चाहिँ हामीलाई सोधे हुन्छ। त्यसपछि अर्को छ इलास्टिक एन्ड इनइलास्टिक कोलिजन। यो डेरिभेसनमा पनि आउँछ र मोस्टली झ्याउ लाग्ने कुरा छ, तर सोधिदिन्छ। हाम्रो फाइनलमा पनि आएको थियो, इनइलास्टिक हो कि इलास्टिकको दुईवटा मध्ये एउटाको आएको थियो, फाइनलमा आएको थियो। र प्राय जस्तो यिनको चाहिँ डिफ्रेन्स बिट्विन सोधे हुन्छ, तर कहिलेकाहीँ डेरिभेसन पनि हालिदिन्छ। त्यस कारणले जान्न पऱ्यो सकभर, रिस्क लिन भएन। त्यसपछि अर्को छ हामीलाई सर्कुलर मोसनबाट आयो। अब यो पनि इम्पोर्टेन्ट च्याप्टर। यसमा चाहिँ हामीले एङ्गुलर डिस्प्लेसमेन्ट भनेको थीटा हो र यो भनेको के हो बास त्यो बुझ्नु पऱ्यो। एभरेज एङ्गुलर भेलोसिटी भनेको के हो, ओमेगा, ओमेगाको अर्थ के हो बुझ्नु पऱ्यो। टाइम पिरियड टी भनेको के हो, फ्रिक्वेन्सी एफ भनेको यिनको भ्यालु के हुन्छ, एङ्गुलर एक्सेलरेसन भनेको के हो, अल्फाको मतलब के हो भनेर बुझ्नु पऱ्यो। यहाँबाट अर्को डेरिभेसन छ एक्सप्रेसन फर द सेन्ट्रिपेटल एक्सेलरेसन। सेन्ट्रिपेटल एक्सेलरेसनको एक्सप्रेसन हामी थाहा पाउनु पऱ्यो, जहाँ चाहिँ हामीले के गर्नुपर्छ, ओमेगा स्क्वायर र आर, सेन्ट्रिपेटल फोर्स इजगल टु अथवा सेन्ट्रिपेटल एक्सेलरेसन इजगल टु ओमेगा स्क्वायर आर भनेर चाहिँ हामीले प्रुभ गर्नुपर्छ। यहाँबाट चाहिँ आउँछ। र एप्लिकेसन अफ सेन्ट्रिपेटल फोर्स यहाँबाट चाहिँ कुरा गर्ने भने सुरुमा डेरिभेसन आउँछ केसको, मोसन अफ अ कार इन द कर्भ पाथ। यस्तो कर्भड पाथ हुन्छ हो, त्यसमा चाहिँ गाडी हिँडिराखेको छ भनेपछि त्यसको चाहिँ मोसनको बारेमा चाहिँ हामीले यहाँ चेक जाँच गर्नुपर्छ। बास त्यति बेला चाहिँ मोसन कस्तो हुन्छ त भन्दाखेरि चाहिँ त्यो डेरिभेसन चाहिँ हामीले यहाँ गर्नुपर्छ। र यसमा चाहिँ यिनी चारवटैबाट डेरिभेसन सोधिदिन सक्छ। ब्याङ्किङ अफ रोड, यस्तरी रोड बाङ्गेको बेलामा चाहिँ यहाँ कति डिग्रीको एङ्गल बनेर चाहिँ यो बाङ्गो भइरह, किन यतातिर ढल्किन्छ भन्नेवाला गिब्रिजनवाला क्वेसनहरू पनि सोध्न सक्छ। त्यही भएर यो सेन्ट्रिपेटल भन्ने च्याप्टरै यो एकदम टपिक चाहिँ एकदम इम्पोर्टेन्ट हो। यिनी चारवटा छन् यहाँ, मोसन अफ अ कार इन द लेभल अफ कर्भड पाथ एउटा, अर्को चाहिँ ब्याङ्किङ अफ रोड, अर्को चाहिँ बाइन्डिङ अफ साइक्लिस्ट, साइकल किन बाङ्गो हुन्छ त घुमाउरोमा धपक्क पारेर सुत्छ। हामीले गाडी मोटर चलाउने बेला पनि घुमाउरोमा यस्तरी हामीले बाइक सुताउँछौँ, किन सुत्छ त त्यो कारण के हो त हो त्यो। त्यसबाट चाहिँ आउने डेरिभेसन र मोसन अफ द भेहिकल इन सर्कल, सर्कलमा चाहिँ भेहिकलको मोसन कस्तो हुन्छ त बास त्यसको बारेमा चाहिँ हामीले यहाँ के गर्छौँ जान्छौँ। र अर्को छ कोनिकल पेन्डुलम, यो चाहिँ इम्पोर्टेन्ट हो है। कोनिकल पेन्डुलममा चाहिँ हामीले 12मा गएर चाहिँ सिम्पल हार्मोनिक मोसनमा हामीले सिम्पल पेन्डुलम पढ्नुपर्छ भनेपछि यहाँ चाहिँ कोनिकल पेन्डुलम छ। यसमा चाहिँ प्रुभ गर्नुपर्ने टी इज इक्वल टु 2π√√L cos θ बाई जी। यो चाहिँ मोस्ट इम्पोर्टेन्ट क्वेसन हो, यो आउट क्वेसन भन्दा पनि हुन्छ, त्यही भएर यो पनि छोड्नु भएन। र मेकानिक्सको चाहिँ हामीले यति पढ्नुपर्छ कि अरू पनि छ। मेकानिक्सको अझै यता पनि छ अर्को 7th च्याप्टर छ हाम्रो ग्राभिटी एन्ड ग्राभिटेसन। यसमा चाहिँ सुरुमा चाहिँ आउँछ न्युटन्स ल अफ ग्राभिटेसन, यो थाहा पाउनु पऱ्यो। र 10मा पनि पढ्या हो, एफ इजिकल टु जी m1 अपन m1 m2 बाई आर स्क्वायर। यो चाहिँ हामीले 10मा पढिसकेका छौँ, 9मा पनि छ होला सायद, आउँछ 10मा त पढ्या हो। त्यसपछि यहाँनिर छ अर्को डेरिभेसन छ है। यहाँनिर हाम्रो डेरिभेसन के छ, भेरिएसन अफ एक्सेलरेसन ड्यु टु ग्राभिटी बास एबभ द अर्थ सर्फेस। अर्थको सर्फेसको माथि हुँदाखेरि यसको एक्सेलरेसन ड्यु टु ग्राभिटीमा के भेरिएसन आउँछ त भन्दाखेरि चाहिँ त्यो जान्न पर्यो एउटा। अर्को अर्थको तल भइसकेपछि एक्सेलरेसन ड्यु टु ग्राभिटीमा के भेरिएसन आउँछ, माथि हुँदाखेरि एक्सेलरेसन ड्यु टु ग्राभिटीको भ्यालु कति हुन्छ, कस्तो हुन्छ, तल हुँदाखेरि कस्तो हुन्छ, त्यसको बारेमा चाहिँ हामीले दुईवटा के गर्छौँ यहाँ कुरा गर्छौँ। र यिनी दुईटै चाहिँ के छन् डेरिभेसनको लागि इम्पोर्टेन्ट छन्। कहिले यो सोधिन्छ कहिले यो सोधिन्छ, दुईटै जान्न पर्यो है। डेरिभेसन मोस्टली सोध्या हुन्छ, यिनी दुईटै हुन्छन्, दुईटै नै हुन्छन्। र अर्को ग्राभिटेसनल पोटेन्सियलको डेरिभेसन चाहियो हामीलाई, स्केप भेलोसिटीको चाहियो। स्केप भेलोसिटीको डेरिभेसन पनि इम्पोर्टेन्ट छ, साथसाथै न्युमेरिकल पनि इम्पोर्टेन्ट छ, किनकि यसबाट न्युमेरिकल मोस्टली सोध्छ। त्यसपछि अर्को डेरिभेसन छ अर्बिटल भेलोसिटीको। अर्बिटल भेलोसिटी भनेको हामीले अर्बिटल भेलोसिटी भनेको त्यो स्याटेलाइट सम्बन्धी हो सायद। त्यो अर्बिटमा चाहिँ त्यो अर्बिटमा ल्याउनलाई कतिको इनर्जी चाहिन्छ भन्ने चाहिँ यहाँ टोटल इनर्जी नै सेटेलाइट हो, यो चाहिँ योसँग रिलेटेड भएको कारणले गर्दाखेरि यसको पनि डेरिभेसन इम्पोर्टेन्ट छ। यसबाट पनि न्युमेरिकल सोधिदिन्छ। अर्बिटल भेलोसिटीबाट न्युमेरिकल सोध्यो भने चाहिँ डेरिभेसन सोध्दैन। र जियो स्टेसनरी सेटेलाइटको बारेमा हामी थाहा पाउनुपर्छ, यसको टाइम पिरियड हाइटको बारेमा चाहिँ डेरिभेसन सोध्यो भने त्यो कुरा सोध्ने भयो। र यहाँबाट पनि न्युमेरिकल के गर्छ सोध्छ। टोटल इनर्जी अफ सेटेलाइट, त्यो सेटेलाइटमा चाहिँ कतिको इनर्जी चाहिन्छ त भन्ने कुरा चाहिँ यहाँनिर चाहिँ न्युमेरिकल, यसबाट चाहिँ न्युमेरिकल सोध्छ। र यो टपिक नै हो, फिजिक्स बुकमा यो टपिक नै छ, यो टपिक सर पढ्ने। यसमा चाहिँ फर्मुला हुन्छ इनर्जी रिक्वायर्ड इजकल टु -gmm/2
R + H यो फर्मुलै हुन्छ। यो फर्मुलामा ढालेर चाहिँ हामीले के गर्ने, न्युमेरिकल गर्नुपर्छ। न्युमेरिकल यहाँबाट सोध्छ र सोध्या पनि छ। अब 8th च्याप्टर छ हाम्रो फाइनल च्याप्टर मेकानिक्सको इलास्टिसिटी। इलास्टिसिटीमा हामीले पढ्नुपर्ने स्ट्रेसको बारेमा जान्न पर्यो विथ टाइप्स, यसका टाइप्सहरू र फर्मुलाहरू इम्पोर्टेन्ट छ। स्ट्रेस जान्न पर्यो कि यो स्ट्रेस भनेको, यसका टाइप्सहरू के हुन् र यसको फर्मुला के हुन्छन्। स्ट्रेन भनेको के हो र यसका टाइप्सहरू विथ यसका फर्मुला पनि चाहियो। ओके, त्यसपछि हामी जान्न पर्ने यहाँ हुक्स ल, यो चाहिँ इम्पोर्टेन्ट छ। हुक्स ल चाहिँ इम्पोर्टेन्ट छ, यसको डेरिभेसन पनि सोध्छ है। हुक्स ल इम्पोर्टेन्ट छ। टाइप्स अफ मोडुली अफ इलास्टिसिटी, इलास्टिसिटी मोडुलसमा बल्क मोडुलस, यङ मोडुलस र सियर मोडुलस, यिनी मध्ये सोध्ने भनेको डेरिभेसनमा यङ मोडुलस मोस्टली सोध्या हुन्छ है। टाइप्स अफ मोडुली अफ इलास्टिसिटीमा यङ मोडुलस चाहिँ धेरै सोध्या हुन्छ। र अर्को डेरिभेसन छ इनर्जी स्टोर एन्ड इनर्जी डेन्सिटी इन अ स्ट्रेटेड वायर। तन्केको वायरमा चाहिँ यसको इनर्जी डेन्सिटी र यसमा कति इनर्जी स्टोर भएको हुन्छ त हो, त्यो कुरा चाहिँ हामीले डेरिभेसनको माध्यमबाट चाहिँ पत्ता लगाउँछौँ। र अर्को चाहिँ यहाँ छ डेरिभेसनमा चाहिँ पोइजन्स रेसियो छ। पोइजन्स रेसियोको पनि डेरिभेसन सोध्या हुन्छ धेरै जसो। त्यस कारणले गर्दाखेरि यति त थाहा पाउनु पर्यो। र हाम्रो नेक्स्ट टपिक छ हिट एन्ड थर्मो। केही बुझिएन भने कमेन्ट गर्नुहोस्। ओके ल, अरू धेरै कुरा चाहिन्छ भने केही मेरो तर्फबाट त्यो चाहिँ मैले दिने भए। यति कुरा चाहिँ हाम्रो मेकानिक्समा पढ्नुपर्छ, सुरुदेखि नै पढ्ने हो। इक्जामको अघिल्लो दिन मात्रै राति कसेर केही फरक पर्दैन, त्यो नपढे पनि हुन्छ। बरु सुरुबाट चाहिँ सानाभन्दा साना कुरा बुझ्दै गयो भने सकिन्छ।